हेलो गाइज, आज चाहिँ मैले चाहिँ यो नेपाली स्टाइलमा खाजा सेट बनाउन गइरहेको छु है। सुरुमा अब मासु त झन् सबैलाई मन परिहाल्छ। अनि मैले 1 केजी चाहिँ खसीको मासु लिएर आएको छु। अनि त्यसपछि तेल तातेपछि चाहिँ यो पियाज हल्का मैले चाहिँ रातो रातो हुने गरी फ्राई गर्छु। अनि त्यसपछि मासु हालिदिन्छु होइन। पियाजलाई चाहिँ मैले धेरै भुट्दैन कि, किनभने चाहिँ मासु पनि भुट्न पर्छ। अनि पछि पियाज डढ्छ नि त, त्यही भएर चाहिँ मैले पियाज र मासु सँगसँगै भुट्छु होइन। र मैले मजाले भुट्दै पकाउँदै गर्छु। यो चाहिँ खास मैले पक्कु स्टाइलको गराउन खोजेको हो कि होइन। हुन त अब सबैको आफ्नो स्टाइल हुन्छ पकाउने चाहिँ। यो चाहिँ मैले आफ्नो तरिकाले चाहिँ जस्ट मैले भिडियो सेयर गरेँ हो। अनि मैले मासु हेर्नु न भुटिँदैछ होइन, त्यसलाई चलाउँदै भुट्दै गर्छु। अनि त्यसपछि चाहिँ मासु हल्का भुटिसकेपछि चाहिँ अब बल्ल मैले चाहिँ बेसार हाल्छु। अनि बेसार हालिसकेपछि नुन पनि अब हाल्नै पऱ्यो होइन। अब आफूले नुन कति खानुहुन्छ होइन, त्यही अनुसार हाल्नुपर्छ। त्यसपछि चाहिँ यो चाहिँ जिरा धनियाँको धुलो हो। अनि त्यसपछि चाहिँ मैले त सबै हालिसकेपछि चाहिँ अनि यसलाई चाहिँ मैले मजाले चलाउँछु। अब टमाटर हाल्नु पऱ्यो। टमाटर चाहिँ मैले साइडबाट हालेर चाहिँ त्यसलाई मासुले चाहिँ ढाक्दैछु कि, किनभने तलपट्टि भयो भने अन्त मजाले गल्छ नि त, त्यही भएर। अनि त्यसपछि मैले ढाकेर एकछिन चाहिँ ढाकेर छोडिदिन्छु होइन। अनि यता चाहिँ मैले चाहिँ खुर्सानीको अनि लसुनको अनि खरा मसलाको चाहिँ मैले चाहिँ पेस्ट गराउन गइरहेको छु। मैले पेस्ट चाहिँ ओखलीमा गराएको चाहिँ मलाई मनपर्छ कि मिक्सरमा पिसेको चाहिँ टेस्ट नआए जस्तो लाग्छ होइन। हुन त अब सबैको आफ्नो सोच हो। अनि त्यो हालिसकेपछि चाहिँ मैले चाहिँ अब यो तिमुरको धुलो हाल्छु, लङ सुकमेलको धुलो हाल्छु, अनि हल्का मिट मसला पनि हाल्छु होइन। मिट मसला त झन् हाल्नै पऱ्यो। त्यसपछि त्यसलाई मैले मजाले पकाउँदै गर्छु होइन। अब भुट्दै जाँदाखेरि हल्का पिठ पनि लागिहाल्छ होइन। मसला लगाएपछि त्यो केही छैन, ठिक छ। अनि त्यसपछि मैले ढाकेर चाहिँ ग्यास सानो गराएर एकछिन चाहिँ त्यसलाई छोडिदिन्छु। अनि त्यसपछि एकछिन पछि चाहिँ अब मैले चाहिँ त्यसलाई चाहिँ फेरि चलाउँछु होइन। अनि पकाउँदै गर्छु होइन। यो बनाउन पनि अब यसरी बनाउँदाखेरि चाहिँ मेहनत त लाग्छ, तर मिठो चाहिँ बहुत मिठो हुन्छ है। अनि यो चाहिँ मिठो पनि भएको थियो है, मैले त खाइसकेँ होइन। यो भिडियो चाहिँ मैले पछि हालिरहेको, खाइसकेँ। यस्तो मिठो भएको थियो है साथीहरू होइन। मजाले पाक्यो कि, पाकेपछि फेरि यो मासुको होइन ख्याल गर्नुभयो कि नै, यो कलर चेन्ज डिफ्रेन्ट के, यो ब्राउन टाइपको कलर आउँछ कि होइन। पाकेन भने चाहिँ देखिन्न, तर पाक्यो भने चाहिँ मजाले कस्तो राम्रो ब्राउन कलर देखिन्छ कि, डार्क टाइपको। अब यो चाहिँ मासुको पक्कु चाहिँ रेडी भयो। अब मैले यो रेडी गराइसकेपछि चाहिँ मेरो अर्को डिस छ चुकौनी। यो चुकौनीको बारेमा चाहिँ धेरैलाई थाहा छैन होइन। यो पूर्वतिर चाहिँ थाहा रहेनछ कि चुकौनीको बारेमा। अनि तर यो चाहिँ कस्तो भने यो गुल्मी पाल्पातिरको चाहिँ यो फेमस छ कि चुकौनी। गुल्मी पाल्पातिर त्यताको मान्छेहरूलाई एकदम मन पनि पर्छ। अब झन् म त झन् पाल्पाली परिहालेँ। मेरो चुकौनीमा त अब ओकेजनली चुकौनी बनिरहेको हुन्छ। अनि त्यसपछि चाहिँ मैले आलु लिएर पियाज हालेर खुर्सानी हालेर अनि यता चाहिँ दही पनि हाल्छु होइन। अनि हालिसकेपछि यता तेल तताएर अनि मेथी फुराएर त्यसपछि रातो खुर्सानी पनि फुराएर अनि तड्का लगाउँछु। बेसार पनि त्यही तेलमा फुराएर अनि त्यसपछि मैले त्यसलाई मजाले मिक्स गर्छु होइन। अनि मिक्स गरिसकेपछि अब नुन पनि हाल्छु। अनि त्यसपछि त्यसलाई मजाले मिक्स गर्छु होइन। हेर्नु न, मिक्स गरिसकेपछि कति राम्रो देखियो कि है। हेर्नु न, हेर्दै कस्तो खाम टाइपको भइसकेछ। यो अमिलो होइन, मिठो हुन्छ। यो ट्राई गर्नु न एकचोटि होइन, कोही ट्राई गर्नुभएको छैन होइन। तर एकदम जे होस् तपाईँलाई मनपर्छ के है। अनि त्यसपछि चाहिँ अनि यो रेडी भइसक्यो मेरो यता चुकौनी। अब चाहिँ मैले चाहिँ फेरि अब यता चिउरा भुट्छु। चिउरा भुट्नलाई चाहिँ मैले चाहिँ घिउ तताउँछु होइन। घिउ तताइसकेपछि चाहिँ अनि यो जिरा र धनियाँ चाहिँ मैले फ्राई गरिदिन्छु, किनभने यसको स्मेल चाहिँ मलाई मनपर्छ कि, त्यही भएर। अनि चिउरा हालेर चिउरालाई पनि रातो हुने गरी मैले भुट्छु। अब यो चिउरा पनि भुटिसकेछ होइन। भुटिसकेपछि अब मैले चाहिँ खानालाई रेडी हुन्छु। हेर्नु न, हेर्दा पनि कस्तो राम्रो देख्यो है, खाम टाइपको, तर मिठो भएको थियो है साथीहरू।